अहिले देशभरि एउटा बहस चलिरहेको छ कि पहिला भादो 23 गते आयो कि 24 गते आयो, पहिला संसद भवन जल्यो कि पहिला गोली चल्यो। यी दुईटै गलत छन्। पहिला भादो 22 गते आयो, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले देश जलाउनेदेखि लिएर युवा मार्नेसम्मको योजना पहिले बनाइसकेको थियो। यो हो राष्ट्रिय स्वतन्त्र पार्टी भादो 22 गतेको प्रेस रिलिज, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरि भएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई जेनजी प्रोटेस्टमा बोलाएको थियो। अहिले देशमा हालाहाली 150 भन्दा धेरै दलहरू दर्ता छन्, तर कुनै पनि दलले जेनजी आन्दोलनमा मेरो कार्यकर्ता आउनुपर्छ भनेर प्रेस रिलिज गरेका थिएनन्। देशभरिका युवा आउनुपर्छ, देशका जनता आउनुपर्छ अनि त्यहाँ गएर सहभागी हुनुपर्छ भन्नुभएको थियो। तर यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले निष्पक्ष रूपमै स्पष्ट रूपमै भनेको छ, देशभरि भएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता जेनजी प्रदर्शनमा आउनुपर्छ, तर राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि किसिमका नारा, लोगो, झण्डा वा कुनै पनि किसिमका संकेत प्रयोग गर्नुहुन्न भनेर भनेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले देशमा सत्ता परिवर्तन गर्नको लागि चाहिएको थियो तीनवटा कुरा। पहिला, एउटा बलिका बकराको रूपमा केही युवाहरू जसले गोलीको नालेसम्म पुर्याउन सकियो, यदि उनीहरूको मौत हत्या भयो भने देशमा एउटा उग्र रूप आउँछ, आक्रमक फैलिन्छ, देशका जनताहरू एउटा विताण्डको बाटोमा जान्छन्। ती थिए सीधा सादा बच्चाहरू जो स्कुल पढ्न गएका थिए, बेग बोकेका थिए र बाटोमा हिँडिरहेका थिए। उनीहरूलाई त्यो माइती घरमा बोलाउनको लागि देशभरि फैलिएका सामाजिक सञ्जालमा भाइरल भएका व्यक्ति, कोही फेसबुकमा, कोही टिकटकमा, कोही रिलमा, कोही डिस्कर्डमा सबै स्टेटस लेखेर देशका आम जनताका छोराछोरीले माइती घर बोलाए। त्यस पछाडि चाहिएको थियो त्यो युवा मरिसकेपछि देशमा विताण्डो मचाउनको लागि, देशका सम्पत्तिले खरानी बनाउनको लागि, त्यसको लागि आफ्नै कार्यकर्ता बोलायो। तेस्रो चाहिएको थियो, यदि त्यो उग्र रूप जुन छ त्यो एकचोटि भाडियो भने तिनीहरूले सही डाइरेक्सनमा लैजानको लागि डिजाइनकर्ताहरू, त्यसको काम गरेका थिए राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद र अहिलेको उम्मेद्वार जस्तै मनिष झा अनि डीपी अरियाल, अहिलेका उम्मेद्वार जुन हुनुहुन्छ गणेश कार्की अनि रक्षा बम, विभिन्न किसिमका उम्मेद्वार सबै अहिले तपाईँ हेर्नुहुन्छ भने जेनजी प्रदर्शनमा भादो 23 र 24 गते अरू पार्टीको कार्यकर्ता देखियो होलान्, तर कुनै पनि पार्टीका संसद वा पूर्व संसदहरू त्यहाँ थिएनन्। मात्र कोही पूर्व संसद वा संसद अहिलेको उम्मेद्वार थियो भने ती थिए राष्ट्रिय स्वतन्त्र पार्टीका संसद र पूर्व संसद, जसको काम थियो त्यो योजनाबद्ध रूपमा जेनजी आन्दोलनलाई टार्गेटसम्म पुर्याउने। यो स्टेटस हेर्नुहोस्, यो हुनुहुन्छ गणेश कार्की, मोराङ 3 बाट प्रत्यक्ष उम्मेद्वार राष्ट्रिय स्वतन्त्र पार्टी, जसको स्टेटसमा लेखेको छ संसद भवन जल्न सुरु भएको छ, हामी मनिष झा, रक्षा बम, दीपक राजगिरी, निश्चल बस्नेत हामी सुरक्षित छौं, तपाईँ पनि सुरक्षित रहनुहोला, तर अडिग रहनुहोला। अडिग भनेको के? सत्ता परिवर्तन गर्नको लागि, सरकार ढाल्नको लागि तपाईँ अडिग रहनुहोला। जेनजी प्रदर्शन के को काम नाममा भएको थियो? हाम्रो देशमा भ्रष्टाचारको अन्त गर्नको लागि, सुशासनको लागि, देशका सम्पत्ति जलाउनको लागि भएको थिएन, देशको सत्ता परिवर्तन गराउनको लागि भएको थिएन, त्यतिखेरको सरकार ढाल्नको लागि भएको थिएन, देशका सम्पूर्ण सम्पत्तिहरू खरानी बनाउनको लागि भएको थिएन। तर उहाँको स्टेटसले स्पष्ट रूपमा भन्छ कि संसद भवन जल्न दिनुस्, जेल टुट्न दिनुस्, देशका सम्पत्ति खरानी भयो हुन दिनुस्, तर सत्ता परिवर्तन हुनुपर्छ। उहाँको स्टेटस। अर्को स्टेटस हेर्नुहोस्, यहाँ हुनुहुन्छ अहिलेको राजीव खत्री, जहाँले भन्नुभएको छ बालेन शाहले 8 लिनु भएन, अब रविलाई नक्खु कारागारबाट निकाल्न जाम। त्यसको तला ज्वाला सङ्ग्रोला अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँले भन्नुभएको छ हामी पुगिसक्यौं, तपाईहरू आउनुहोस्। जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अरियाल, मनिष झा लगायत सबै पुगेका थिए। उनका कार्यकर्ता गएर पहिलोचोटि देशमा नक्खु कारागार तोड्ने उनीहरू थिए। त्यस पछाडि देशभरिबाट 15,000 कैदी फरार भएका थिए। ती कैदी भागेर गए, कोही आफ्ना आमाको घाँटी पनि रेटेका छन्, त्यसको जिम्मा को लिन्छ? त्यस पछाडि देशमा विताण्डो मच्यो, सत्ता परिवर्तन भयो। अर्को दिन सुशीला कार्की प्रधानमन्त्री किन चाहिएको छ? आफ्नै पार्टीका कार्यकर्ता त्यहाँ मन्त्री किन हुनुपर्ने थियो? त्यसको कारण छ, यदि कारणवश कसैको निष्पक्ष सरकार बन्यो भने निष्पक्ष छानबिन हुन्छ। अनि यो जेनजी प्रदर्शनमा मारिएका युवा, जेनजी प्रदर्शनमा भएको खरानी भएको देशहरू, त्यसको त हत्यारा र अपराधीहरूले थाहा लगाउनुपर्छ। यदि निष्पक्ष कुनै सरकार बन्यो भने यी राष्ट्रिय स्वतन्त्र पार्टीका अहिलेका 50% भन्दा धेरै उम्मेद्वारहरू जेल जानु पर्थ्यो। त्यसैको लागि आफ्नै सरकार गठन गर्नु पर्ने थियो। त्यसको लागि यिनीहरू आफ्नै सिफारिसमा जगदीश खरेल, आफ्नै सिफारिसमा बब्लु गुप्ता, आफ्नै सिफारिसमा कुलमान घिसिङले पनि त्यसमा पठाउनु भएको थियो र आफ्नै सिफारिसमा कुलमान अहिलेको हाम्रो जुन प्रधानमन्त्री हुनुहुन्छ सुशीला कार्कीले प्रधानमन्त्री बनाउनु भएको थियो। अनि गृहमन्त्री त आफ्नै हुनुपर्छ, नत्र देशमा जेल जान बेर छैन। त्यसको लागि अहिलेको ओम प्रकाश अरियाल जो बालेन शाहको कानुनी सल्लाहकार थिए, उनलाई मन्त्री बनाइएको छ, गृहमन्त्री, जसले अहिले पनि कुनै एक्सन लिनुभएको थिएन। जबकि भ्रष्टाचार अन्त गर्नको लागि र देशमा भ्रष्टाचारले जेल कोस्नको लागि भएको प्रदर्शन र त्यसपछि बनेको सरकार, हत्याराहरूले कारवाही गर्नको लागि बनेको सरकार अहिलेसम्म कुनै पनि काम गरेको छैन। एउटा काम गरेको छ, रवि लामेछानेलाई जेलबाट बाहिर निकालेर देशभरि प्रचार प्रसार गरेर सत्ता परिवर्तनको बाटोमा छ। कसम कदापि यदि बालेन शाहको वा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेन भने
कुनै अरू पार्टीको सरकार बन्यो भने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट 50% उम्मेदवारी दिएकाहरू जेल जान्छन्, किनभने यिनीहरू देश जलाएका छन्। 2062-63 आन्दोलनको जसले स्क्रिप्ट लेखेको थियो नि, त्यसैले अहिलेको स्क्रिप्ट पनि लेखेको छ। बाबुराम भट्टराई, बालेन शाहले जुन स्टेटस लेख्नु भएको थियो, संसद विघटन गर्न पहिला 8 राख्नु होला अनि त्यसपछि तपाईहरु सेनाकोमा जानु होला, त्यो बालेन शाहको फेसबुकबाट पोस्ट मात्र भएको थियो। त्यो स्टेटसको स्क्रिप्ट लेख्ने बाबुराम भट्टराई थिए। बाबुराम भट्टराईले थाहा छ युवालाई आक्रामक कसरी बनाउन सकिन्छ, युवालाई भावनामा कसरी उछाल्न सकिन्छ। यदि युवालाई भावनामा उछाल्न सकियो भने देशमा जे पनि गराउन सकिन्छ। अनि त्यसको लागि उहाँले स्क्रिप्ट तयार पार्नु भएको थियो। संसद विघटन हुनुको दुईवटा कारण। पहिलो कुरा त बाबुराम भट्टराई संसदमै थिएनन्। 2079 सालको चुनावमा प्रचण्डले उनलाई आश्वासन दिएका थिए, हामी प्रधानमन्त्री, हामी सरकार बनायो भने तपाईले राष्ट्रपति बनाउँछौ, तर उहाँले त बनाउनु भएन। त्यस कारणले गर्दा संसद विघटन हुनुपर्छ र 84 को चुनाव 82 मै हुनुपर्छ। 82 मा भयो भने गणतन्त्र रोकिन्छ, नत्र 2081 मा भएको राजावादीको स्वागत जुन थियो, त्यो स्वागतले गणतन्त्र हल्लाइदिन्छ। अनि गणतन्त्र हल्लायो भने गणतन्त्रका पिता भन्ने प्रचण्ड र अहिलेको बाबुराम भट्टराई, उनीहरूको मालिकले उनीहरूले छोड्दैनन्। त्यस कारणले गर्दा दुईवटा कारण छ। अहिले बाबुराम भट्टराई र प्रचण्डमाथि भएको गणतन्त्रको बोझ कसमाथि आएको छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछाने र बालेन शाह। पहिला बालेन शाह र रवि लामेछाने कस्तो व्यक्ति थिए? संहिता खारिज गर्नुपर्छ, थिएकै थिएनन्। यही बालेन शाह र यही रवि लामेछाने राजाको पक्षमा गुणगान गाउँथे। अहिले कस्तो भएको छ? राजा विरोधी र संहिता जसरी पनि चाहिन्छ भन्दाखेरि बाबुरामले बोकेको बोझ अहिले रवि लामेछाने र बालेन शाहले बोकिरहेको छन्। प्रचण्डले बोकेको बोझ अहिले बालेन शाह र रवि लामेछाने बोकिरहेको छन्। जुन विदेशीले अहिलेको प्रचण्ड र बाबुराम भट्टराईलाई आफ्नो हतियार बनाएका थिए, त्यही विदेशीले अहिले बालेन शाह र रवि लामेछानेलाई हतियार बनाएको छन्। यदि हिम्मत छ यिनीहरूको त सिधै भनुन् कि देशमा एमसीसी खारिज गर्नुपर्छ, एमसीसी फिर्ता गर्नुपर्छ। त्यसपछि हिम्मत छ भने भनुन् देशमा गणतन्त्रको पक्षमा छैनौं हामी। यदि हिम्मत छ भने भनुन् संहिताको पक्षमा छैनौं हामी। जे उनीहरूले गर्दिए त्यसको सुरक्षा गर्नको लागि अहिले नयाँ एउटा जेलेन्स्की उत्पादन भएको छ हाम्रो देशमा। मान्नुस् या नमान्नुस्, सेम टु सेम स्ट्रक्चर, सेम टु सेम प्रोसेस फलो भइरहेको छ नेपालमा। यो गर्नको लागि तपाई यदि सबै कुरा बुझ्नुभयो भने, बुझ्नको लागि आफ्नो आमा बुवा हुनुहुन्छ तपाईको घरमा, देश कसैले बिगार्न खोजेको छैन। तपाई एकचोटी आफ्नो आमा बुवासँग गएर सोध्नुस् कि माओवादीको आन्दोलनपछि देशमा कस्तो एउटा भावना आएको थियो, कस्तो सम्भावना आएको थियो, आमा बुवाले के हेरेको थिए, त्यो एकचोटी हेर्नुस् अहिलेको सँग मिल्छ कि मिल्दैन। जस्तै माओवादीको आन्दोलनमा 2062-63 मा जनता माओवादी भन्नमा गर्व लाग्थ्यो, अहिले पनि जनता राष्ट्रिय स्वतन्त्र पार्टीमा भन्न गर्व लागिरहेको छ। दुईटैको डिजाइनकर्ता एउटै छन्, विभिन्न र फरक छैनन्, दुईटै एउटैले गराउने हो। तपाई मान्नुस् या नमान्नुस् आफ्नो आमा बुवासँग सल्लाह लिनुस्, सल्लाह लिएपछि भोट हाल्नुस्। तपाई सोच्नुहुन्छ मैले धेरै जानेको छु, तपाईले धेरै जान्नु भएको छ होला, तर अनुभव तपाई भन्दा पनि तपाईको आमा बुवालाई छ के 62 मा कस्तो भएको थियो, 63 मा कस्तो भएको थियो, 2036 सालमा कस्तो भएको थियो, 2047 सालमा कस्तो भएको थियो। सायद तपाईको आमा बुवासँग धेरै अनुभव होला। सधैँ जहिले पनि तपाईको ज्ञानले काम गर्दैन, कहिलेकाहीँ अनुभवले काम गर्छ। त्यही भएर अनुभवको पनि प्रयोग गर्नुस् यो चुनावमा। ज्ञानमा बगेर तपाई भोट नहाल्नुस्। तपाईको गाउँघरमै 10 जना रोजगार गर्ने मान्छेलाई हेर्नुस्, 10 जना अब बिजनेस व्यापार गर्ने मान्छेलाई हेर्नुस्, उहाँको 10 जना मध्ये 80% मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीले भोट दिँदैनन्। किन होला? एकचोटि कल्पना गर्नुस् त। किन भन्दाखेरि उनीहरूले बुझेको छन्, उहाँहरू बुझ्नु भएको छ। अहिले जो राजनीतिमा संलग्न थिएन, राजनीतिसँग मतलब राखेको थिएन, राजनीतिसँग टाढा थिए, ती व्यक्तिहरूले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन गरिरहेको छन्। देशमा तपाई 90% युवा यस्तो पाउनुहुन्छ जो राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा छन्। उनीहरू अहिले अचानक राजनीतिमा पैदा भएका मान्छे हुन्, किनभने उनीहरूले त सम्भावना देखिरहेको छ। उहाँहरूको गल्ती छैन, उहाँहरू सम्भावना देखिराख्नु भएको छ कि अब यस्तो हुन्छ, तर जस्तो उहाँले कल्पना गर्नुभएको छ त्यति सजिलो छैन। अहिले देशका 80% युवा केमा विश्वास गर्छन्? यदि भोलि कसैले भन्छ भोलि स्विजरल्यान्ड बनाइदिन्छु भने त्यो कुरामा विश्वास गर्छन्, तर कसैले कल्पना गर्दैन भोलि स्विजरल्यान्ड बनाउनको लागि त देश कुन प्रोसेसबाट जानुपर्छ, देशको अर्थव्यवस्था कस्तो हुनुपर्छ, देशमा कस्तो काम हुनुपर्छ, त्यो कुरा सोच्दैनन्। कसैले फलको आश देखायो भने फलको आश पछाडि दौड्ने अहिले देशका जनता धेरै छन्। फल मिल्छ कि मिल्दैन त्यो काम गर्न लाग्दैनन्, तर फलको पछाडि फलको आश देख्न बित्तिकै दौड्नुपर्छ भन्ने धेरै जनताहरू अहिले छन्। सो त्यस्तो फलको पछाडि दौड्नु भन्दा पहिले पनि फलको लागि काम गर्ने जो मान्छे भन्छ नि त्यसको पछाडि दौड्नुस्। यदि कसैले थोरै काम गर्न भन्छ भने त्यसको पछाडि दौड्नुस्, त्यो काम सम्भव होला। कसैले भोलि स्विजरल्यान्ड बनाइदिन्छु भन्ने सोचिरह होला, जस्तै प्रचण्डले भनेका थिए 2062 को चुनावपछि कि स्विजरल्यान्ड बनाइदिन्छु, तर स्विजरल्यान्ड त बनेन किनभने सम्भावना थिएन। तर आज त्यही बाबुराम भट्टराईले जुन 2062-63 को माओवादीको घोषणापत्र तयार गरेका थिए, आज त्यही बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र तयार गरेको छन्। तपाईले विश्वास नलाग्ला, तपाईले सोचिराख्नु होला कि अहिले सोनिम बाग्लेले तयार गरेको छन्, हैन। राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्र तयार गर्ने पनि 2062-63 को अहिले बाबुराम भट्टराई नै हुन्। र यो चुनावपछि इन केस बालेन शाह वा रवि लामेछानेको सरकार बन्यो भने राष्ट्रपति बन्ने पनि अहिले बाबुराम भट्टराई नै हुन्। धन्यवाद।